नोभेम्बर 28, 1943 इरानको राजधानी तेहरान अरू दिन झैं अस्तव्यस्त भए पनि शान्त थियो। अझ भनौं त्यस दिन अझ बढी शान्त थियो किनभने विश्वका 3 शक्तिशाली नेताहरू एउटा सिक्रेट मिटिङको लागि त्यहाँ उपस्थित भएका थिए। फ्र्याङ्कलिन रुजवेल्ट, विन्स्टन चर्चिल र जोसेफ स्टालिन। त्यस सिक्रेट मिटिङको उद्देश्य एउटै थियो, लाखौंको ज्यान लिएको वर्ल्ड वार 2 लाई अन्त्य गरी विश्वलाई शान्तिको बाटोमा लग्न एजेन्डा तयार पार्ने। तर तेहरानमा तिनीहरू मात्र थिएनन्, सोभियत आर्मीको भेषमा अर्को टिम पनि थियो जसको उद्देश्य मिटिङ होइन मिसन थियो। उनीहरूको मिसन क्लियर थियो, शान्तिको लागि भनेर मिटिङ गर्न लागेका फ्र्याङ्कलिन रुजवेल्ट, विन्स्टन चर्चिल र जोसेफ स्टालिनलाई एकै ठाउँमा एकै पटक मारिदिनु। यो त्यस्तो मिसन थियो जुन यदि सक्सेस भएको भए अहिलेको विश्वको अनुहार नै फरक देखिन्थ्यो। त्यस मिसनलाई अपरेसन लङ जम्पको नाम दिएको थियो र त्यस मिसनका डाइरेक्टर थिए एडोल्फ हिटलर। आउनुस् वर्ल्ड वार 2 को एउटा थ्रिलिङ पार्टको विश्लेषण गरौं जसले विश्वको रूप नै बदल्न सक्थ्यो र करिब करिब बदलि नै सकेको थियो। नाइन्टिन 1940 को अन्त्यतिर हिटलरले लगातार हारको पीडा भोगिरहेका थिए। एलाइड सेनाले अफ्रिकाबाट एक्सिस पावरलाई बाहिर निकालिसकेको अवस्था थियो। स्टालिनग्राडको युद्धमा हिटलरको नाजीले ठूलो हार बेहोरिसकेको थियो। उनीहरूलाई साथ दिँदै आएको इटलीले पनि सरेन्डर गरिसकेको अवस्था थियो। उनका समर्थक राष्ट्रहरू उनीहरूले पनि बिस्तारै हिटलरको साथ छोड्दै गइरहेका थिए। यी सबै घटनाहरूको कारणले असफल भइरहेका हिटलर रिसाएका थिए, हताश भएका थिए र धेरै नै चिडिएका थिए। तर उनी हार मान्न अझै पनि तयार भने भइसकेका थिएनन्। यसै बीचमा उनले एउटा समाचार सुन्छन्, फ्र्याङ्कलिन रुजवेल्ट, विन्स्टन चर्चिल र जोसेफ स्टालिनको तेहरानमा हुन गएको मिटिङ बारे समाचार, जुन मिटिङको उद्देश्य क्लियर थियो, वर्ल्ड वार 2 लाई इन्ड गरेर हिटलरलाई घुँडा टेकाउन रणनीति बनाउने। त्यस मिटिङ बारे खबर पाउने बित्तिकै हिटलरले एउटा मास्टर प्लान बनाउँछन् जसको उद्देश्य मिटिङ गर्न भनेर आएका तीनैवटा नेताहरूलाई एकै पटक एकै ठाउँमा मार्नु थियो। हिटलरको सोच अनुसार यदि 3वटै नेताहरूलाई एकै पटक मारियो भने एलाइड शक्तिहरू स्वतः कमजोर हुन्छन्, जसको कारण युद्धको सन्तुलन नै उल्टिन्छ भन्ने थियो। र यसै सोचको आधारमा उनले एउटा मास्टर अपरेसन प्लान बनाउँछन् जसलाई नाम दिइन्छ अपरेसन लङ जम्प। त्यस बेला रुजवेल्टलाई मनी म्यान भनेर भनिन्थ्यो। रुजवेल्टले युद्धमा नाजीको विरुद्धमा अमेरिकाको हतियार र इन्डस्ट्रियल पावरहरू प्रोभाइड गरिरहेका थिए। रुजवेल्ट यदि मरेका भए अमेरिकामा पोलिटिकल क्राइसिस सुरु हुन्थ्यो। युएसका त्यस बेलाका भाइस प्रेसिडेन्ट त्यति धेरै लोकप्रिय थिएनन्, जसको कारण अमेरिकाको मिलिटरी प्लान असफल हुन सक्थ्यो। चर्चिललाई लाउड भोइस अफ होप भनेर भनिन्थ्यो। उनको स्पीच सुनेर लाखौं मान्छेहरू प्रभावित हुने गर्थिन्थ्यो, जसले लाखौं मान्छेलाई मार्न र मर्न प्रेरित गर्न सक्ने शक्ति बोक्थ्यो। चर्चिल यदि मरेका भए ब्रिटेनले आफ्नो आवाज गुमाउँथ्यो। उनको आवाजले त्यहाँको जनताको लागि इन्धनको रूपमा काम गर्थ्यो। स्टालिनको नेतृत्वमा लाखौंको संख्यामा सैनिक थिए, जसको मतलब स्टालिन यदि मरेका भए सोभियत संघ पनि टुक्रा टुक्रा हुन्थ्यो। तसर्थ यी 3 नेताहरू एकै ठाउँमा मार्दा युद्धको सन्तुलन नै खलबलिन सक्थ्यो। एलाइड शक्तिहरू हतोत्साहित हुन्थे र सायद त्यसो भएको भए हिटलरले देखेको विजय त्यति टाढा हुने थिएन। हिटलरले पटक पटक भन्ने गर्थे, जति कम दुश्मन त्यति सजिलो युद्ध, द फ्युअर द एनिमिज द इजियर द वार। र यिनै सबै अवस्थालाई बुझेर हिटलरले हलिउड स्क्रिप्ट जस्तै देखिने अपरेसन लङ जम्पलाई डाइरेक्ट गरेका थिए। हिटलरले यस भयानक मिसनको लागि आफ्नो सबैभन्दा खतरनाक कमान्डर ओटो स्कोर्जेनीलाई रोजेका थिए। स्कोर्जेनी ती खतरनाक कमान्डर हुन् जसले पहिले नै इटलीको तानाशाही मसलिनीलाई जेलबाट बचाएका थिए। उनको रणनीति र बहादुरीको कथा त्यस बखत युरोप भरि फेमस थियो। स्कोर्जेनी एउटा मास्टर कमान्डर थिए जसलाई असम्भव कुरालाई पनि सफल गर्न सक्ने कुरामा माहिर व्यक्ति मानिन्थ्यो। त्यस मिसनको लागि स्कोर्जेनीले एउटा कमान्डर टिमको गठन गर्छन्। तिनको टिमका सबै कमान्डरहरूलाई विशेष
विशेष रूपमा प्रशिक्षण दिएको थियो। उनीहरू नक्कली दस्तावेजहरू तयार पार्न, अलग अलग देशका सैनिकहरूको भेषमा आफूलाई बदल्न र अनेकौं हतियारहरू चलाउनलाई विशेष रूपमा ट्रेन्ड थिए र स्कोर्जेनीको नेतृत्वका तिनै वेल ट्रेन्ड कमान्डरहरूको एउटै उद्देश्य थियो, तेहरान गएर तीनवटै नेताहरूलाई एकै पटक मार्नु। लिडरहरूलाई षड्यन्त्र गरेर मार्नु त्यति बेलाको लागि नयाँ कुरा भने थिएन। हिटलरलाई मार्न भनेर उनी बसेको च्याम्बरमा बम नै खसालिएको पनि उदाहरण छ, जसले के पुष्टि गर्छ भने लिडरहरूको ज्यान लिनु विश्वयुद्धको बेला नयाँ कुरा थिएन। तेहरान त्यस बेला जासुसहरूको केन्द्रको रूपमा चिनिन्थ्यो। आधिकारिक रूपमा तटस्थ राष्ट्र भए पनि तेहरानमा ब्रिटिस र सोभियतको आर्मीले कब्जा जमाएर बसेका थिए। शहरका हरेक मोडमा नाजी, सोभियत, ब्रिटिस र अमेरिकाका जासुसहरू थिए। हरेकले एकअर्काको चाललाई सूक्ष्म रूपमा निहालिरहेका हुन्थे। सुरक्षा कडा थियो र यस कुराको जानकारी अपरेसन लङ जम्पको टिमलाई राम्रोसँग थाहा थियो। उनीहरूलाई त्यस्तो सुरक्षित ठाउँमा सेफ बाटो खोज्नु चुनौतीपूर्ण नै थियो। जासुस नै जासुस भएका तेहरानमा एउटा सोभियत जासुस अत्यन्तै फेमस थिए, जसको नाम थियो गेबोर भर्तानियन। भर्तानियन सोभियतको लागि काम गर्ने एक होनहार युवा जासुस थिए। 19 वर्षका भर्तानियन हाइटमा अत्यन्तै होचो थिए, तर उनको दिमागको उचाइ एकदमै अग्लो थियो। उनी तेज दिमाग भएका बहादुर स्पाई भनेर चिनिन्थे। उनले पहिले नै तेहरानमा अनेकौं जर्मनलाई पक्डिसकेका थिए। उनीसँग कुनै गन थिएन, तर उनीसँग एउटा शक्तिशाली हतियार थियो, रेडियो, जसले उनी सबै सिग्नल्सहरूको मोर्स कोडहरू सुन्ने र क्र्याक गर्ने गर्थे। यसै बीचमा उनले तेहरानमा नयाँ मान्छेहरूलाई देख्छन् जसको हुलिया अरूभन्दा फरक थियो र उनीहरू स्थानीय जस्ता पनि देखिँदैन थिए। उनले हिटलरले पठाएका तिनै स्कोर्जेनीका ग्रुपलाई देखेका थिए। एक पटक उनले आफ्नो रेडियोमा अचम्मको मोर्स कोड सुन्छन् जसमा जर्मन बोलिएको थियो। उनले सबै कुरा नोट गरे र त्यस कोडलाई क्र्याक डाउन गर्दा नाजीको मिसनको बारेमा केही जानकारी पाउँछन्। त्यस जानकारीको आधारमा ठाउँ ठाउँमा खोज्दै जाँदा एउटा पुरानो घरमा वेपन्स, म्याप्स र अनेकौं डकुमेन्ट्सहरू फेला पर्छन्। त्यसपछि उनी झनै त्यस मिसनको बारेमा स्पष्ट हुन्छन्। यी सबै कुराको खबर पाएका 19 वर्षका गेबोर्कले नाजीले गर्न लागेको त्यो मिसनको खबर आफ्नो सुपेरियरलाई सुनाउँछन्। त्यसपछि अपरेसन लङ जम्पका लागि भनेर आएका कमान्डोहरूलाई एक पछि अर्को गर्दै खोज्दै पक्राउ गरिन्छ। त्यहाँको माहौलले धेरै नै डरलाग्दो मोड लिइसकेको थियो, जसको कारण नाजीले त्यस मिसनलाई स्थगित गर्नु पर्यो। मिटिङ अत्यन्तै सफलतापूर्वक शान्त माहौलमा सम्पन्न भयो। 3वटा लिडरहरूले विश्वलाई शान्ति दिने उद्देश्यले धेरै नै महत्त्वपूर्ण निर्णय लिए। त्यस मिटिङलाई तेहरान कन्फरेन्स भनेर इतिहासले सधैँ सम्झिरहन्छ। नाजीको मिसन अपरेसन लङ जम्प सक्सेस भएको भए आज दुनियाँको नक्सा नै फरक देखिन्थ्यो, तर त्यहाँ 19 वर्षका भर्तानियन थिए जसले मिसन सुरु हुनु अगाडि नै मिसन फेल गरिदिए र आजको दुनियाँको नक्सा आजको जस्तो देखियो।